बुढा खाडीमा बुढी झाडी काठमाडौँमा घर किनिराख्दै मलाई एउटा काठमाडौँमा घर अनि दसैँमा एउटा आइफोन अनि अर्को वर्ष काठमाडौँमा एउटा घर जता भयो नि हुन्छ काठमाडौँमा काठमाडौँमा त तपाईँ नि हुन्छ बनाउँछु खानासाना पनि बनाउनु आउँछ मलाई बनाउँछु अनि अरू घरतिर कामहरू नै आउँछ बढार्ने ओर्ने पोछा सोछा लाउने यताउता अरू के काम हुन्छ र सबै आउँछ मलाई मोमो किनिदिन्छु मोमो नि म बनाउँछु बनाउने मोमो किनिदिन्छ अनि फिल्महरू लान्छ त मान्छेले अनि स्प्राइट पनि किनिदिन्छ नि मान्छेले अनि म चाहिँ किन्न सक्दिनँ र त्यति तिमी त मलाई लिनै आउँदैनौ अनि नलैजाऊ भने लानु नलिन आउनु अब म त दोधारमा परेँ त अब लिन आएन भने पहिला गइदिन्छु रे लिन आयो भने पनि अब मोमोहरू किनिदियो भने उडाइदिनु सक्छ अरे अनि त्यसमा मान्छेलाई माइक पनि मिडियाले बुढा खाडीमा बुढी झाडी अनि मिडियाले फुक्दै आउँछ नि के भन्नु मान्छे म त हाँसै त छ त तिम्रो कुरा रिसिनहरूलाई हो त नि अब त मैले मन बुझाउँदैछु बिस्तारै अब यस्तै कुराहरू सुनेपछि अनि मिडिया त्यही भन्छ बुढा खाडीमा बुढी झाडीमा त्यही त भन्छ नि मिडियाले त्यस्तो कुराहरू त थाहा छ विदेशमा झन् त्यस्तो कुराहरू नर्मल मान्छ विश्वास भएन अनि विश्वासको कुरा हो के जाने मान्छे जसरी नि जान्छ जे गरी नि त्यस्तो हुँदैन म यहाँ के गरिरहेको छु कसो गरिरहेको तिमीलाई के थाहा हुन्छ आइफोन 18 किन्छु मलाई नत्र पनि आइफोन 18 किन्छु दसैँमा यदि मैले चिटे गर्नु छ भने तिमी मसँग जतिखेर नि त बोलेर आउँदैन म जतै मलाई आइफोन 18 किन्छु दसैँमा अनि त्यसपछि जाँदैन मोमोहरू फिल्महरू देखाउनु केही खाँदैन नि होइन खाना त खान्छु तर मोमो खाने फिल्म हेर्ने भनेको स्प्राइटहरू बिस्कुट चाउचाउ के खान्न अरूले दिएको नि खान्न ल अनि त्यसपछि पर्खेर बस्छ कति अनि त्यसपछि आइफोन 19 नआएसम्म आइफोन मतलब 1 वर्षको एक्सपायरी डेट हुन्छ 1 वर्षको डेट हुन्छ भनेपछि 1 वर्षमा रिन्यू गरिरहनु पर्दो रहेछ अनि 1 वर्षको वारेन्टी हुँदो रहेछ अहिले कति भयो 25 अब आइफोनमा कति दिन बाँकी छ गाइस कति महिना लगभग हिसाब गर्दाखेरि 1 करोड जति भयो भने चाहिँ तिमी मसँग 75 वर्ष जति चाहिँ अब बसेको रहेछ अब 20-25 वर्ष भयो अब 50 वर्षलाई 50-50 डबल 2 लाखले गर्दा नि 1 करोड लगभग चाहिँ मैले लिएर आउनुपर्ने भयो 1 करोड ल्यायो भने चाहिँ 75 वर्ष बस्छ अनि त्यहाँ पछि फेरि रिन्युहरू गर्नुपर्छ 1 करोड 2 1 वर्षको 2 लाख त्यति भयो भने चाहिँ त्यति भने चाहिँ कतै जाँदैन जे कुरा नि भन्छ नि अनि सबै कुराहरू भन्छ त्यस्तो के गर्दैन नि आनन्दले बस्छ ओके हुन्छ त्यो अब
के गर्नु त केही नै नभन्दा त कि त मान्छे गुमाउनु पर्यो कि त भन्ने त्यति त गर्नै पर्यो। अब म त आएन भने पनि पहिला गइदिनु सक्छ, अनि आयो भने पनि राति सुत्न डर लाग्छ अरे, पहिला अनि जान्छ अनि अरे। एउटा कुरा नि काठमाडौँमा घर किनिराख्दै मलाई एउटा काठमाडौँमा घर, अनि दसैँमा एउटा आइफोन, अनि अर्को वर्ष काठमाडौँमा एउटा घर। जता भयो नि हुन्छ काठमाडौँमा, काठमाडौँमा जता पनि हुन्छ। जता नि। ओके ओके डन। हुन्छ ल प्रमिस। प्रमिस। के भयो, किन हाँसेको? हुन्छ त्यही सुकुम्बासी टोलतिर एउटा दुइटा छाप्रो गाडिदिउँ न, पहिलोपल्ट बालीले भत्काउँछ भर्क्यो भने त मलाई के दोष। ए सुकुम्बासीलाई राख्ने के गर्नु त, म त काठमाडौँमा चाहिँ कहाँ के छ र मेरो चाहिँ, अनि काठमाडौँ घर पनि औकात छ र मेरो अहिले। अनि सुकुम्बासीमा लान्छ त बाढीले रहेछ, अनि फेरि जाने घर जाने चितवन गएर बस्ने कि दार्जिलिङ गएर बस्ने। काठमाडौँमा 2 तलाको घर, 2 तलाको किन्नी छ त किन्नी बेचेर नि कहाँ पुग्छ त नि, त्यत्रो दिँदैन। उसको नि बेच्छ मेरो नि बेच्यो भने नि पुग्दैन भने 2 तला वर्षै पछि 2 लाख रुपियाँ चाहियो उता आइफोन वारेन्टी रिन्यू गर्नको लागि, अनि त्यसपछि घर रे। अनि उसले त अझै गाडी साडी नै भन्दै थियो त अझै अस्ति त, डिमान्डहरू त बढ्दै जान्छ। अनि एउटा गाडी पि 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 बुम 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 बुम। कागको टिका लगाएपछि त्यस्तो कुराहरू आउँछ क्या दिमागमा। के डिमान्ड त अरू केही पनि होइन, उसलाई मबाट छुट्टी बाहना मात्रै चाहिरहेको कि यो अब डिमान्ड गर्छु त्यो डिमान्ड गर्छु, अनि सक्दिनँ भन्छ एउटा डिमान्ड, अनि त्यसपछि हो भने त्यही चाहिरहेछ। मैले बुझिरहेको छु कि अघिदेखि नोटिस गरिरहेको छु। नत्र माया गर्ने मान्छेले केही नै चाहिँदैन, बस मलाई माया गर्नु, मलाई टाइम दिनु, म बाहेक अरूलाई नहेर्नु, मलाई केही चाहिँदैन, तपाईँले जे गर्नुहुन्छ म त्यसमै खुसी हो, यति भन्छ माया गर्ने मान्छेले। मैले नै केही डिमान्ड गरेँ तिमीबाट, तिमीले यस्तो गरिदियो उस्तो गरिदियो, केही डिमान्ड गरेँ बस तिमीले माया गर, लोयल भएर मैले यति भन्दा मोमो नखाइदेऊ, अरूको छाडीतिर नजाऊ, बस तिमी डिमान्ड गरेको होइन। त्यो डिमान्ड भनेको मैले मेरो फाइदाको लागि गरेको। अनि तिमी काँदा बस म चलाउँछु, के हो डिमान्ड त? तिमी बस्छ पछाडि म कार चल्छु, बुम 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 पिपी। म त केही चिजको डिल गरेको जस्तो फिल लाग्न थाल्यो, केही चिजहरू किन्न लगाएको, साइन कन्ट्र्याक्टहरू गर्न लाग्यो जस्तो, अनि कति धेरै शर्तहरू राखेर माया गर भनेर म त्यसमा कमी गर्दिनँ, लोयल बस भनेर कमी गर्दिनँ। प्रुफ चाहिन्छ, कोसँग बोल्छ त्यस्तो चाहिन्छ भने 24 घन्टा कलमा बस्न सक्छु, अनि त्यसपछि कोहीसँग बोल्दैन, त्यही हो। अरूहरू त के खाएर जे भन्छ, अरूहरू त माया गर्ने कुरामा सबै भन्छ, त्यहाँभन्दा चाहिँ के चाहियो? मायामा कमी हुन दिन्न, अरूसँग बोल्दैन, अरू